अहिले चाहिँ हामी हंगेरी छिरिसक्यौं अनि यहाँनेरि गाडी कन्ट्रोलमा छिरेको छ अनि यो चाहिँ बक्स यो चाहिँ हामीले प्यालेट राख्ने बक्स हजुर हजुर खाली प्यालेटहरु छ नि अहिले त छैन एउटा पनि पछि हुन्छ राख्नु खाली हामी सामानहरु राख्न मिलिन्छ अब धारामा पानी थाप्ने हैन टाक्का लाएर हजुर हजुर यताबाट खाली भएको कारणले चाहिँ अहिले जति पनि छ नि यो जर्किनहरु यो सबै पानीको व्यवस्था हैन हाम्रो म्याट सुक्यो होला सुके छैन अब हामी पानी भर्न जाँदैछौँ अब यहाँ भाइले मलाई धेरै यहाँ यो पनि हाम्रो गाडी यही नै हो अहिलेलाई हाम्रो गाडी यही हो ल धेरै धन्यवाद यही नै मिलेको होस् यस्तो छ र अब हामी जाँदैछौँ यहाँ पानी अनि खै त कहाँनेरि कन्ट्रोल भयो त त्यो गाडी सुइसुइ गयो त हैन उता सिग्नल हुन्छ वेट बढी भयो भने सँगकार हैन त्यहाँ सिग्नल दिन्छ के ए त्यही आफै बत्ती बल्छ ए भनेपछि तर यो ड्रम ठुलो भयो ए हल्का ठुलो भयो लामो भयो तपाईको चाहिँ ठिक हुने भयो हैन तपाईँ यहाँ अब फिङ्गरप्रिन्ट यस्तो चाहिँ आउँछ आउँछले झेरेर चाहिँ जाँदैन हैन तर आधा अब दिमाग चाहिँ अब ड्रम ठुलो ड्रम लाग्छ थप्नु त पर्यो अलिक त्यसो पाराले अब आधा पनि लिएर ल ल ल तपाईले लिएर लाग्यो त्यो तपाईको चाहिँ ठुलो ठिकै हो त्यो छोटो त्यो अलिक छोटो छ नि तर पनि ठिकै छ यो पनि त्यो चाहिँ हामीलाई पुग्छ अब आज बिरयानी मटन बिरयानी आज स्पेसली बनाउने खाने मलाई त बिरयानी बनाउन आउँदैन मेरो मासु बनाउने तरिका त खतरा छ सबै काट्यो ओर्यो एकै ठाउँमा हालेर अनि उमाल्दियो त्यस्तो खाले हो त जिन्दगी यस्तै हो अब के गर्ने अब परदेशी जीवन मेरो पनि सुरु भयो नि हौ अब वा कन्ट्रोल लेखेछ नि त ए ओ त्यहाँनिर हालेपछि गाडीमा कति वेट छ भन्ने कुरा त्यो माथि हो त्यसरी हो तिनीहरू त्यहाँ जाँदैछन् अनि शङ्का लागेको खण्डमा चाहिँ त्यहाँ फेरि सिग्नल बलेपछि गाडी यताभित्र खोल्नुपर्छ अरे अनि यो चाहिँ हंगेरी हो हंगेरीको बोर्डरमा छौँ हामी बोर्डर कति किलोमिटर वर आयौँ हामी 20 किलोमिटर जति आयौँ ए 20-30 किलोमिटर जति ए आज हाम्रो गाडी लोड हुन्छ कि हुँदैन होला आज भोलि हो अब गएर टक्क गाडी स्टप गर्ने सर्लक्कै मटन बिरयानी बनाउने सर्लक्कै खाने जाडोमा तातो झ्याप्प ल्याएर सुत्नुपर्छ ल ल भोलि बिहान कति बजे अब अर्डर आउँछ भोलि बिहान 8 बजीतिर आउँछ ए ठिकै छ यहाँ पानी यो पिउने पानी हो नि यो होइन ए भाँडा पिउँदा नि हुन्छ ए पिउने पानी त मिनरल वाटर किनेर खाने हो तर पिउँदा नि अस्ट्रियाको चाहिँ फेरि पिउनु प्योर हो ए हिमालबाट सरर बगेको पानी यस्तो स्पेसल पानी आउँछ अनि यस्तो छ यतातिर अब आजबाट जिन्दगी सुरु भयो परदेशी जिन्दगी अब यहाँ टक्क गाडी हामीले यता लगाएर राखेका छौँ ऊ त्यहाँ पर छ हाम्रो गाडी चाहिँ हुन्छ अब भिडियो त आउँदै गर्छ मेरो के त यस्तो छ ए ल मेरो त यस्तो छ होइन जाडो छ धेरै यहाँ भाइसँग पानी भरेको थाहा छँदैछ यो चाहिँ त्यो खोल्नको लागि यहाँ पन्जा ल्याएको थिएँ खोल्न परेन भाइले आफै खोलेर यस्तो छ हस् त अहिलेलाई यति नै भने